बा एक योद्धामा आफू जोडिन पाउँदा चाहिँ अब जस्तै बा एक योद्धा आफैमा एउटा पारिवारिक फिल्म हो। त्यसबाट मैले बा पाएँ, सबैजना आफ्नो परिवार पाएँ जस्तो फिल भयो। अनि त्यसपछि यसमा जोडिनको लागि मलाई विश्वास गरिदिनु भयो हाम्रो हरिजी, हाम्रो अनिलजी, वसन्तजी, सबैजनालाई धेरै धेरै धन्यवाद। अनि यसमा सहकार्य गर्न पाउँदा अब झरना दिदी, हाम्रो बा दिव्यदेव, सुहाना दी, हाम्रो अनिलजी सबैजनासँग काम गर्न पाउँदाखेरि चाहिँ सबैजनासँग धेरै कुराहरू सिक्न पाएँ मैले। आफ्नो प्याटर्न, आफ्नो तरिका हुँदो रहेछ काम गर्ने, त्यसबाट थोथोरै थोथोरै ज्ञान बटुल्दै बटुल्दै अगाडि बढ्छु जस्तो लाग्छ। त्यसको लागि थ्याङ्क यू। अनि उहाँले भने जस्तै हामी सबैले धेरै मिहिनेत गरेका छौँ। आफ्नो चलचित्रलाई माया गरिन्छ सबैजनालाई, राम्रो बनेको छ भन्न अवश्य मन लाग्छ। बा एक योद्धा साँच्चीकै राम्रो बनेको छ अनि यसलाई हेरेर त्यत्तिकै माया दिनुहोला। अनि आगामी दिनहरूमा पनि यो चलचित्रले एकदम राम्रो गरोस् भन्ने मलाई लाग्छ। आफू पनि जोडिएको भएर आफूलाई पनि शुभकामना, सबैजनालाई शुभकामना। त्यति भन्दै धन्यवाद भन्न चाहन्छु।